ल साथीहरू, पहिलो कुरा यो भिडियो हेर्नुहुने सम्पूर्णलाई नमस्ते। यहाँहरूमाझ आज मैले तीर्थम आश्रयको सन्दर्भमा केही आवश्यक सूचना प्रवाह गर्न अनुमति चाहन्छु। आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, आज हाम्रो देश विभिन्न वाद र विचारको माध्यमबाट अत्यन्तै गरिब र कङ्गाल हुँदै देशमा भएको सबै चिजहरू समेत सकिएको छ भने नेपाली जनताले हतपत तिर्नै नसकिने गरीले बाहिरी ऋणमा यो देश अहिले डुबेको छ। यो यस्तो विषम अवस्थालाई उपयुक्त निकास दिन प्रकृति, संस्कृति र प्रवृत्तिको अधिकतम प्रयोगले मात्र सम्भव हुने भएको हुनाले यो महान उद्देश्य सहित श्रम संस्कृति पार्टी नेपाल तपाईँ माझ अहिले उदय भएको छ। यो पार्टीले देशभरि आफ्नो संगठन विस्तार गर्ने कार्यक्रम चलाइरहेको हुँदा हाम्रो तीर्थम आठैमा पनि यही मिति 2082 मङ्सिर 28 गते आइतबार आठै गाउँपालिका कार्य समिति गठन गर्ने सर्वसम्मत निधो भएको छ। उक्त दिन निम्न समय र स्थानमा आठैका सचेत देशभक्त आम नागरिकहरूले स्वस्फूर्त आफ्नो गरिमामय उपस्थिति जनाइदिन हुन हार्दिक अनुरोध गर्दछौँ। स्थान आठै सङ्क्रान्ति बजार, समय दिनको 11 बजे। प्रमुख उपस्थिति अथवा प्रमुख अतिथि श्रम संस्कृति पार्टी तेह्रथुम, संयोजक सुबिन्द्र थेगुवा। चाहिँ यहाँहरूलाई यति भन्दै धन्यवाद भन्न चाहन्छु। हवस् त, फेरि भेटौँला है त।